हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। गाइज म आज हजुरलाई चाहिँ युट्युबबाट भिडियो कसरी डाउनलोड गर्ने भनेर सिकाउन गइरहेको छु। भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्नु होला। त्यसको लागि चाहिँ हामी सर्वप्रथम युट्युबमा जानुपर्ने हुन्छ। युट्युबमा जानुहोस्। युट्युब खोलेपछि यो साइटको यो आफ्नो प्रोफाइललाई टच गरेर ओपन गर्नुहोस्। प्रोफाइल ओपन हुन्छ। प्रोफाइल ओपन भएपछि यो माथिको सेटिङलाई टच गर्नुहोस्। त्यसपछि स्क्रोल गर्दै तल हेर्नु होला। तल चाहिँ डाउनलोड भन्ने अप्सन छ। त्यो डाउनलोड गर्ने अप्सनलाई चाहिँ टच गरेर ओपन गर्नुहोस्। हजुरहरूले यहाँ विभिन्न टाइटलहरू देख्न सक्नुहुन्छ। जस्तै हजुरले चाहिँ वाइफाई धेरै भएको बेलामा मात्रै डाउनलोड गर्न चाहनुहुन्छ भने डाउनलोड ओभर वाइफाई ओन्लीलाई चाहिँ अन गर्न सक्नुहुन्छ। अनि अर्को कुरा, हजुरहरूले चाहिँ डाउनलोड गरेको भिडियो चाहिँ मोबाइलको स्टोरेजमा राख्ने कि एसडी कार्डको स्टोरेजमा राख्ने भन्ने कुरा पनि चुज गर्न पाउनुहुनेछ। त्यसको लागि चाहिँ युज एसडी कार्ड भन्नेलाई चाहिँ एसडी कार्ड युज गर्ने भने एसडी कार्डलाई अन गर्नुहोस्, नत्र भने अफ गर्नु होला। फोनमा राख्ने हो भने हजुरहरूले गीत पनि क्वालिटी अनुसार पनि डाउनलोड गर्न सक्नुहुन्छ है। डाउनलोड क्वालिटीमा टच गर्नुहोस्। त्यसमा चाहिँ कुन क्वालिटीमा डाउनलोड गर्ने, लोमा गर्ने कि मिडियममा गर्ने कि आक्स इच टाइम पनि गर्न मिल्छ है। म चाहिँ मिडियममा गरेको छु, मिडियममै राख्छु। त्यसपछि ब्याक जानु होला। ब्याक गएपछि ब्याक हुनु होला। युट्युबमा जानु होला, होम पेजमा युट्युबको। त्यसपछि आफूले डाउनलोड गर्ने भिडियो सर्च गर्नु होला। मैले चाहिँ एउटा गीत सर्च गरेँ। यो गीतलाई चाहिँ डाउनलोड गरेर देखाउँछु हजुरहरूलाई। मैले सर्च गरेको गीत ओपन भयो। त्यसपछि म यसलाई चाहिँ ओपन गर्नुहोस्, भिडियोलाई ओपन गर्नुहोस्। अनि त्यसपछि भिडियोलाई ओपन गरेपछि चाहिँ यता स्क्रोल गर्नु होला। त्यो डाउनलोड लेखेको बटनमा चाहिँ डाउनलोड टच गर्नु होला। त्यसपछि त्यो डाउनलोड भइरहेको छ, एकछिन टाइम लाग्छ। त्यसपछि भिडियोलाई मिनिमाइज गर्नुहोस्। त्यसपछि फेरि युट्युब प्रोफाइलमा जानुहोस् आफ्नो। त्यसपछि तल हेर्नुहोस्, त्यहाँ डाउनलोड लेखेको छ, त्यो डाउनलोडलाई ओपन गर्नुहोस्। त्यसपछि हेर्नुहोस् त हाम्रो भिडियो डाउनलोड भइसक्यो। अब यो भिडियोलाई हामीले नेट नभएको बेलामा पनि अफलाइनमा पनि सुन्न सक्छौँ। नेट जस्तै हाम्रो घरमा वाइफाई भएन भने नेट नभएको बेलामा कतै गएको बेलामा यो गीत सुन्छु भनेपछि चाहिँ हामीले सुन्न सक्छौँ है। भिडियो स्किप नगरिकन हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने, हजुरहरूलाई चाहिएको छ भने यो युट्युब च्यानलले चाहिँ सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट सेयर पनि गर्नुहोला भिडियोलाई भन्न चाहन्छु।